आउने पिँढीलाई म के भन्छु भने होइन, जिन्दगीमा मान्छेले केही गरेर जानुपर्छ, केही लिएर जाने होइन के अरे होइन। मैले गर्न सकिनँ अथवा देश यस्तो छ अथवा मेरो समाज यस्तो छ अथवा मेरो आमाबाउले दिएनन् अथवा मेरो स्कुल यस्तो छ अथवा मैले सक्दिनँ भन्नुभन्दा पनि एकचोटि प्रयास गरेर हेर्नुपर्छ क्या पहिला, बुझ्नु भने। विदेश गएरै मात्र पनि जिन्दगी बन्दैन होइन। खासमा त यहाँ गर्न सक्ने जति त हामीले सायद दुनियाँमा काहीँ पनि गर्न सक्दैनौँ होइन। आफूमा आत्मविश्वास हुनुपर्छ होइन। सोचेको कुरा जे पनि गर्न सकिन्छ। त्यही भएर हिम्मत नहारौँ, फ्रस्ट्रेट नहौँ। थाहा छ हामीलाई हाम्रो देश तल झर्दैछ, हाम्रो लागि अपर्च्युनिटिजहरू धेरै छैनन्, तर अपर्च्युनिटी भनेको आफैले क्रिएट गर्ने हो। अरूलाई दोष दिएर हुन्न, देशले यस्तो भयो उस्तो भयो भनेर हुन्न होइन। आखिरी अरूको पनि धेरै हामीलाई धेरै माल्कम एक्सकै पनि हामी स्टोरी हेर्न सक्छौँ। उसले प्रिजनमा गरेको कुराहरू, प्रिजन भनेको त हामी त जेलमा त छैनौँ नि त। मान्छेहरूले जेलभित्र बसेर त्यत्रा कुराहरू सिके भने हामी त यार खुला छौँ होइन। हिम्मत नहारौँ, अघि बढौँ।